फर्स्ट क्लास भनौँ न अचम्म लाग्यो होला है मलाई किन चुज गर्नुभयो किन पर्खिनु भनेर हजुर अफकोर्स तिमीले भनेको थियौ नि चुलबुले किनभने म पनि अलिकति चुलबुले टाइपको छु तर मेच्योर चुलबुले भन्छ शरीरले चुलबुल भनेको छ नि चुलमा त होइन बाँदरको पर्यायवाची शब्द नै शरीर हो पशुपतिमा बाँदर के उफ्रिन्छ होला त्यति शरीर उफ्रिन्छ है फेरि होइन चुपु 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 अनि नेचरै त्यस्तै छ क्या होइन त्यही भएर होला सायद जस्तो लाग्छ कि मलाई केटीहरू भाग्ने क्या हजुरलाई त चुलबुले भन्दा बुलबुले टाइपको देखियो है त्यही त बुलबुले भन्नाले मेच्योर टाइपको तिमीले भनेको थियौ नि अलिकति मेच्योर अलिकति मलाई केयर गर्ने मेच्योर हेर्ने साथ दिने खुसी पार्ने होइन त्यो चिजहरू क्वालिटी आई थिङ्क मलाई छ जस्तो लागेर म फर्किहालेँ चाहिँ होइन मेरो फर्केको स्टाइल पनि तर अघि फर्किँदा त मैले हल्का गोरे देखेको थिएँ अहिले त कस्तो काले देखेँ दारी काटेको छैन नि त हजुर त हाम्रो स्कुलको पाले त होइन नि म तिमीले पाले भन्दा पनि इट्स ओके फाइन तर म पाले होइन हाम्रो आइटी है मेरो प्रोफेसन चाहिँ म सफ्टवेयर इन्जिनियर हो फेरि यो मान्छेले जहाँ पनि म आइटी सफ्टवेयर इन्जिनियर होइन के कुरा छ सब घुसाइहाल्छ केटीलाई पटाउनलाई भएको नभएको कुराहरू पनि भन्छ अनि यो दारी आज काट्छ बेलुकासम्म आइसक्छ यसको दारी बरु शरीरको बुद्धि कति पलाउँछ थाहा छैन तर दारी चाहिँ एकै दिनमा पलाउँछ है जहाँसम्म लाग्छ अनि काले भन्ने कुरा चाहिँ क्रिम धेरै धसेर मैले देखिरहेको थिएँ त्यहाँभित्र क्रिम चाहिँ एकदम धसेर हुन्छ नि त्यो आफ्नो फाउन्डेसनको टोन मिल्नुपर्छ नि त अनि त्यसमा कसको क्रिम लगाएको छ त्यो कालो देखायो मान्छे चाहिँ गोरे फेरि है पालेको काम चाहिँ गर्दिनँ तर पाले भनेको पनि त्यो पनि एउटा काम हो होइन आज दुःख गरेर खान्छ सो दुःख गर्ने खाने मान्छेलाई हामीले नराम्रो भनेर मिल्दैन राइट तिमीलाई चाहिँ कस्तो खालको केटा मनपर्छ मलाई चाहिँ केयर गर्ने रेस्पेक्ट गर्ने एउटा बाउ जस्तै माया दिने तर बाउ जस्तो होइन फेरि जस्तै हजुर बाउ जस्तो देखिनुहुन्छ नि त माया चाहिँ दिने बाउ जस्तो नहुने अब बाउ जस्तो माया तर यो वर्ष पनि अब शरीरले बिहे गरेन भने नि शरीरले जिन्दगी पार्टनर पाउँदैन किनभने हेर्नु त कति बुढो भइसक्यो छाला चाउरी परिसकेको छ क्रिमले लुकाएको छ सबै कुरा होइन फाउन्डेसन नदली आउँदैन होइन अनि टेन्सन छ चाउरी पढेर सिकुडिसकेको छ त्यस्तै पऱ्यो भोलि बच्चा आउँदैन शरीरको मैले देखिसकेको छु है अलिकति यसमा चाहिँ ध्यान दिनुपर्छ है शरीरले चाहिँ है अनि केटी चाहिँ अलिकति चुलबुली जस्तो देखिन्थ्यो अनि अहिले चाहिँ पुरै सिरियस छ त अहिले त मसँग त पुरै जिस्के जस्तो थियो नि त त्यही भएर यो कुरा चाहिँ अलिकति फरक पऱ्यो है इन्ट्रेस्ट नलागेको हुनसक्छ केटीलाई जस्तै माया रेस्पेक्ट केयर हो त्यस्तो टाइपको के हजुर अलिक ढिलो बुझ्नु हुने रहेछ होइन म ढिलो बुझ्दैन म एकदम छिट्टो बुझ्छु अरूले लग्ला फेरि हेरेको हेरि होला नि होइन लग्नु भनेर भनिन्छ त माया गर्ने मान्छे कोही पनि जाँदैन क्या होइन माया गर्छ भने ऊ जाँदा पनि जाँदैन अब डेफिनेटली तिमीले खोजेको जस्तो छु जस्तो लाग्छ मसँग त्यो क्वालिटी छ तिमीलाई केयर गर्न सक्छु अहिलेसम्म शरीरले मलाई लगभग 14देखि 15जना गर्लफ्रेन्ड भेटाइसकेको छ सर यो पालि यो वर्ष योसँग बिहे हुन्छ होइन कहिले फोटो पनि पठाउँछ सर यो केटी कस्तो छ होइन म योसँग बिहे गर्दैछु यो वैशाखमा यो साउनमा यो फागुनमा जसरी पनि बिहे गरिदिनुपर्छ है यो केटीसँग मेरो भनेर जहिले मलाई पठाउँछ 14वटादेखि 15वटा गर्लफ्रेन्ड मैले थाहा छ है फेरि शरीरको है तर लास्टमा गएर के भयो त्यो केटी भन्यो भने के कुरा मिलेन के कुरा मिलेन भन्छ जहिले पनि होइन जे होस् मैले भने नि ट्यालेन्ट छ क्या शरीर होइन केटी पटाउनु होइन केटी भगाउनमा चाहिँ ट्यालेन्ट छ कि फेरि शरीर कसैको आउँदैनन् होइन यिनको चाहिँ आएर पनि भागिहाल्छन् क्या यो कुरा चाहिँ अलिकति मलाई अचम्म लाग्छ माया दिन सक्छु हँसाउन सक्छु चुलबुल छु तिमीलाई के मनपर्छ एक्टिङ सिङ्गिङ डान्सिङ सब मनपर्छ म एक्टिङ पनि गर्छु क्यारिकेचर पनि गर्छु सिङ्गिङ पनि गर्छु के गर्नु मन लाग्छ एक्टिङ गर्नु एक्टिङ कुन थियो अब बलिउड स्टार म बलिउड अलिकति गर्छु शाहरुख खान अमिताभ बच्चन शाहरुख खान मेरो बेस्ट हो थाहा छ हुन्छ एउटा डायलग पारो ने कहा शराब छोड़ दो शराब ने कहा पारा छोड़ दो मगर ऐसा एक दिन भी दिन नहीं आएगा खुशी मैं तुमसे बहुत प्यार करता हूँ मैं तुम्हारे बिना जी नहीं सकता शाहरुख खान हाँस्यो नि त यो हो नि त यही एक्टिङ गरेर अहिलेसम्म 15जना केटी पटाए जस्तो लाग्छ मलाई है पहिला पनि जसलाई पनि गर्ने यही हो पारो ने कहा शराब छोड दो एक्टिङै जहिले यही हो शरीरको 3-4टा एक्टिङ सिकेछ एउटा यही अनि अर्को चाहिँ डान्स सिकेछ एउटा जहाँ पनि त्यही गर्ने हो सेकेन्ड सिजन रजिनासँग डेट हुँदा पनि त्यही गरेको थियो अहिले पनि त्यही गरेको थियो जस
यो बाहेक चाहिँ मैले केही पनि देख्दिनँ। एउटा सूत्र छ कि सरिनको यो गर्नुपर्छ यो फर्ममा अनि केटी पटिन्छ भन्ने चाहिँ अलिकति यो कुरामा चाहिँ उनले सुधार्नुपर्छ। जस उसको यो डायलग सुन्यो, शाहरुख खानको डायलग सुनेपछि मेरो कानबाट रगत आउँछ, त्यति मात्रै हो, अरू केही पनि होइन। हजुरलाई मैले एक्टिङ गर्नु भनेको। एक्टिङ गरे पनि जे गरे पनि हाँस्यौँ नि त। अब यसपछि यसले डान्स गर्छ है, हेर्छ यसपछि यसले स्योर डान्स गर्छ। डान्स गरेन भने ल म कानै काटिदिन्छु। यसको तरिकै यही हो। अब डान्स कुन गीत नाच? आफै गाउने आफै नाच्ने। मलाई चाहिँ धेरै जसो भोजपुरी गाना मनपर्छ। ए भोजपुरी फेरि गीत आउँदैन नि त, किन आउँछ? त्यो लैलवा के भन्ने छ? ललिपप लागेलु हो त्यसमा नाच्नु। आउँछ आउँदैन तर त्यो गीतमा चाहिँ अलि आउँदैन तर जस्तो आउँछ त्यस्तै नाच्छु है त। ओके आफै गाउने आफै नाच्ने। ओके के अरे ललिपप होइन गीतको नाम? ललिपप। ओके ल ठिक छ। यो एउटा बेलुन त चाहियो, यो ललिपप होइन, अरू गीत हुँदैन? त्यही के सुरुमा लगाले के भन्ने हो? तिमी गाइदिन्छौ म नाच्छु? आउँदैन नि मलाई त गाउन। अब हजुरले मलाई इम्प्रेस पार्ने हो नि त। अब त्यो गीतै कस्तो कहाँबाट त्यही पनि अब ललिपप लगाले के छ क्या त्यो? ललिपप लगाले के छ? ओके ललिपप लगाले मैले भने नि अब डान्स गर्छ भनेर अगाडि पछाडि हो कि खालि त्यो तलको मुभमेन्टहरू हुन्छ कि अगाडि पछाडि मात्रै हुन्छ। यो बाहेक सनले डान्स गर्छ कहिले पनि। अनि एउटा ऋतिक रोशनको डान्स गर्छ अनि अर्को के आउँदैन कि मलाई कुन गाना आउँछ? कुन गाना आउँछ? बलिउड नेपाली इङ्ग्लिस जुन भएर हुन्छ तर इङ्ग्लिस गानामा इङ्ग्लिस एउटा इङ्ग्लिस एउटा हिन्दी ल भयो। त्यो दुईटा पहिला इङ्ग्लिस कि हिन्दी? इङ्ग्लिस हजुर ल। मेरो फेभरेट एक्टर आउँछ नाच्ने भने एक्टिङ भयो त। मैले भने नि शरीरलाई आउँदैन त्यही एउटा डान्स हो, जहाँ पनि त्यही डान्स गर्छ, क्लब गयो भने त्यही डान्स गर्छ, घर पनि त्यही डान्स गर्छ, कुनै फङ्सन भयो भने त्यही डान्स गर्छ। फेरि डान्स गर भने केही भन्नु पर्छ उठेर गरिदिइहाल्छ। एउटै डान्स एउटा स्टेप सिकेछ लाइफभरि त्यही डान्स गर्दै बस्छ। गाएर नाच्ने हल्का कम्मरहरू हल्लाउने जिउहरू बडीहरू फ्लेक्सिबल बनाउने। ए ल ठिक छ मलाई आयो। मेरो फेभरेट सङ ऋतिक रोशनकै गाउँछु। मैले भने नि अघि ऋतिक रोशनकै डान्स गर्छ भनेर ऋतिक रोशनकै गर्यो। जे ट्यालेन्ट हो है फेरि यो शरीरको। एउटा मात्रै डान्स गर्न आउनु पनि ट्यालेन्ट हो, यो चाहिँ म मान्छु है। भने नि केटी पठाउन 3 सूत्र त्यसले 3टा कुरा सिकेछ, गाउने नाच्ने त्यो एउटा गरेछ सिकेछ होइन, त्यही गर्छ जहिले पनि। मेरो आँखाबाट हेर्दाखेरि रगत आउला जस्तो भइरहेछ है। जे खतरा छ कि भने नि नेपालको ऋतिक रोशन सरिन हो कि हिन्दी इङ्ग्लिस खै त हजुरको? अब इङ्ग्लिस हो कि? इङ्ग्लिस अब इङ्ग्लिस भनेपछि इङ्ग्लिसमा के हुन्छ भने इङ्ग्लिस जस्तै आई लभ माई फेभरेट सङ ल टाइटानिकै गाउँछ किन ठ्याक्कै मिल्छ कि अहिले सिनेर टाइटानिक। यो पनि डान्स हो फेरि एक्टिङ होइन हुन्छ भने इङ्ग्लिस जस्तै आई लभ माई फेभरेट सङ ल टाइटानिकै गाउँछ किन ठ्याक्कै मिल्छ कि अहिले सिनेर टाइटानिक। यो पनि डान्स हो फेरि एक्टिङ होइन। Last night in my dreams I see you, I feel you. खुसी हाँसिराखेको छ ठुलो कुरा त्यो हो क्या होइन। उसले आफ्नो जे लिमिटमा गए पनि केटीलाई हँसाइरहेको छ नि ठुलो कुरा त्यो। अनि केटी कस्तो डल देख्यो क्या अहिले, मलाई लाग्छ दुईवटा चुलबुले छ होइन। एउटा चाहिँ पशुपतिको बाँदर जस्तो लाग्यो शरीर चाहिँ, अनि यो चाहिँ स्वयम्भूको बाँदर जस्तो लाग्यो मलाई खुसी चाहिँ है। अनि पशुपतिको बाँदर अलिक चञ्चले हुन्छ स्वयम्भूभन्दा, नोटिस गर्नु है फेरि। पशुपतिमा धेरै पनि हुन्छ, सङ्गत धेरै भएपछि बाँदर अलिक बुरुक बुरुक पनि उफ्रिन्छ। जानु है त। पहिलो बेल उसको त्यो के अरे शाहरुख खानको मिमिक्री गरेर होइन बजाए, त्यसलाई मन परेन खुसीलाई।
सेकेन्ड बेल उसले डान्स गरेपछि बजाए भन्न खोजेको म सरिनलाई के सुझाव दिन चाहन्छु भने गीत गाउन र डान्स गर्न छोडिदिउँ त्यसले केटी पटिँदैन 15वटा केटी जति मलाई भेटाएको छ नि मलाई लाग्छ कि त्यही गीत गायो डान्स गर्यो अनि भागे तिनीहरू के निराश देख्छु त प्रदीप